हेलो फ्रेन्ड्स, गुड मर्निङ। हिजो चाहिँ गभर्मेन्ट अफ वेस्ट बेङ्गलद्वारा भएको है यो युवा साथीको मैले तपाईँलाई जुन चाहिँ अपडेट्स दिएको थिएँ है, अपडेटको चाहिँ तपाईँहरूले कतिजनाले मलाई पुरा इन्क्वायरिजहरू गर्नुभएको थियो, मेसेज गर्नुभएको थियो है, र मैले त्यसको चाहिँ तपाईँहरूलाई रिप्लाई पर्सनली कतिजनालाई दिएँ, कतिजनालाई दिन सकिनँ है। र तपाईँहरूले भन्नुभएको थियो कास्ट सर्टिफिकेट पनि सोध्नु भएको थियो मलाई है, कास्ट सर्टिफिकेट बुझाउनुपर्छ कि पर्दैन, ओबिसी छ भने के गर्नुपर्छ भनेर। तर कास्ट सर्टिफिकेट माइन्डेटरी छैन है, एसटी/एससी सर्टिफिकेट चाहिँ माइन्डेटरी छैन रहेछ तपाईँहरूले। अनि भोटर आइडी र आधार कार्ड ल्याउनु पर्ने छ, पासबुकको जेरक्स अनि फोटो है। र एउटा कुरा के भन्दाखेरि चाहिँ तपाईँहरूले बाहिर हुनुहुन्छ है, बाहिर हुनुहुन्छ तपाईँहरू जो पनि, उनीहरूले अनलाइन पनि भर्न सक्नुहुनेछ। अनलाइनको लिङ्क म तपाईँहरूलाई माथि दिनेछु। तर तपाईँहरूले अनलाइन भर्दाखेरि चाहिँ एकदम एउटा मिस्टेक गर्नु हुँदैन, किनभने मिस्टेक भयो भने चाहिँ अब मतलब बिग्रिनु सक्छ या अब रिजेक्ट हुनसक्छ है, त्यसले गर्दा। अनि मलाई पुरा सोधेको थियो, मैले बार भन्दैछु लक्ष्मी भण्डार भर्नेले चाहिँ यो भर्नु सक्नु हुँदैन, किनभने यो चाहिँ 5 इयर्सको लागि हो है। लक्ष्मी भण्डार चाहिँ अलिक टर्म पनि लामो प्लस एज पनि 25 देखेको छ, त्यसले गर्दाखेरि तपाईँले लक्ष्मी भण्डार जसले भर्नु भएको छ उसले चाहिँ यो युवा साथीको भर्नु सक्नु हुँदैन है, रिजेक्ट हुनेछ। र एउटा अर्को के छ भन्दाखेरि चाहिँ आइडिबिआई ब्याङ्कबाट चाहिँ है तपाईँहरूलाई 0 ब्यालेन्समा पनि खाता खोलिदिइरहेको छ है, तपाईँले यहाँ देख्न सक्नुहुनेछ। र आइडिबिआई ब्याङ्कबाट तपाईँहरू यहाँ जति पनि युवा साथीको भर्नु आउनुहुन्छ तपाईँले आइडिबिआई ब्याङ्कमा आफ्नो 0 ब्यालेन्समा खाता पनि पासबुक पनि खोल्न सक्नुहुनेछ। यसको नम्बर पनि तपाईँलाई इन्क्वायरिजको लागि म यहाँ तपाईँलाई दिनेछु है। र जति पनि इन्क्वायरिजहरू गर्नुहुन्छ तपाईँहरू यहाँ क्यापिटल हलमा आएर प्लिज तपाईँहरूले यहाँ इन्क्वायरी गरिदिनुहोस् होला, किनभने मलाई पनि त्यति साह्रो केही थाहा छैन है। जस्ट मैले यो यस्तो स्किम आएको छ गभर्मेन्ट अफ वेस्ट बेङ्गलद्वारा भनेर मैले तपाईँहरूलाई एउटा जनाइदिएको मात्रै हो। अरू उपरान्त चाहिँ तपाईँहरू आफै आएर नै यहाँनिर इन्क्वायरिज गर्नुहोस् है। अनि जग्गाको आफ्नो ठाउँमा मलाई कतिले पनि सोध्नु भएको थियो मिरिकको कहाँ भर्नु, कालिम्पोङको कहाँ भर्नु भन्दै थियो। सबैको आफ्नो जग्गामा भइरहेको छ, पञ्चायतको पञ्चायतमै अनि म्युनिसिपालिटीको म्युनिसिपालिटीमै। यति चाहिँ म तपाईँहरूलाई जानकारी दिन चाहन्छु। अरू बाँकी चाहिँ तपाईँहरू आफै आएरै बुझ्नुहोस् होला। थ्याङ्क यू सो मच।